चर्चाको विषय बनेको भनेको कमल थुलुङ राईले किन पार्टीबाट पनि राजीनामा गर्यो र समन्वय समितिबाट पनि किन राजीनामा गर्यो भने एउटा ठुलो यो भनौँ न सबैको चाहिँ मनमा खुल्दुली भएको र यो चाहिँ एक किसिमले भोजपुरको सन्दर्भमा अलिकति नौलो जस्तो देखिएको र सबैले भनिरहेको छ। कतिपय मान्छेहरूले एउटा वडा सदस्य महिना दिनमा पनि बाँकी हुँदा राजीनामा गर्दैन भनेदेखि राज्य मन्त्री सरहको चाहिँ मर्यादा क्रम अनि सेवा सुविधा पाएको मान्छे अझै 1.5 वर्ष जस्तो बाँकी रहेको किन गर्यो भन्ने सबैभन्दा उत्साह र त्यो खालको चाहिँ जिज्ञासा सबैमा देखिन्छ। र यो हुनुमा चाहिँ सर्वप्रथम त म अब हाम्रै नेपाली काङ्ग्रेसका केही साथीहरू व्यवसायी थिए होला र प्रसरमा चाहिँ एकै परिवारका साथीहरू धेरै झगडा गरे। विशेष गरेर यो चाहिँ क्रसर भनेको लिगुवाघाटको हो। के अरे यो लिगुवामा जुन क्रसर थियो त्यो क्रसर चाहिँ वैध अवैध आफ्नो ठाउँमा थियो, चलिरहेको थियो। तर आफूमा यो प्रतिस्पर्धाको कारणले गर्दा एकले अर्कालाई बाइपास गरेर चलाउने यिनीहरूको जुन निहित रह्यो त्यहीँबाट सुरुवात भएको थियो र त्यहाँ एक अर्कामा साथीहरू कुटाकुट र अझै त्यो ठाउँमा ठुलै किसिमको रण मैदान जस्तो बन्छ भन्ने कुरा उहाँहरूले बुझ्नुभयो र त्यो स्थिति ग्याङ फाइटको रूपमा भयो र त्यहाँको वडा अध्यक्ष सहित चाहिँ पालिकाका प्रमुखहरूले पनि के गर्ने भनेर परामर्श गर्नुभयो। त्यसपछि अनुगमन गरेर तपाईँले तुरुन्त बन्द गरिदिनुहोस् भनेर वडा अध्यक्षज्यूले भन्नुभयो। यहाँ चाहिँ मारामारको स्थिति हुने भयो या युद्ध मैदान हुने भयो। त्यसो भएकोले अनुगमन गर्नुहोस् अनि बन्द गरिदिनुहोस्, यसबाट तत्काल हामी मुक्ति पाउँछौँ भन्ने कुरा भएकोले मेरो संयोजकत्वमा हामीले अनुगमन गऱ्यौँ। अनुगमन गर्दाखेरि चाहिँ देखिएको कुराहरू चाहिँ के थियो भने जुन कुराहरू देखिएको थियो त्यो पोइन्टहरू हामीले टिप्पणी गऱ्यौँ। इन्जिनियर साथमा लगेका थियौँ। इन्जिनियर साथमा लगेर गरिसकेपछि चाहिँ अब त्यो फर नहुने वैधानिक नहुने भएको कारणले गर्दा त्यही किसिमले हामीले निर्णय गरेर त्यो बन्द गरियो। नेपाली काङ्ग्रेसभित्र अन्तरसङ्घर्ष गर्दाखेरि चाहिँ कि पार्टी विस्फोट हुनुपर्ने थियो कि चाहिँ अब आफू बाहिर गमनको बाहेक अन्य उपाय नभएकोले म बाहिर गमन नै मैले रोजेँ र अहिले त लगभग अहिलेको अवस्थामा पार्टी विस्फोटको सङ्घारमा नै पुगेको छ। तर मैले सेफ्लिङको लागि म यो पार्टीमा प्रवेश गरिसकेको कारणले गर्दा अब त्यतातिर चाहिँ अब मेरो ध्यान जाँदैन, अब जानु हुँदैन। त्यसो भएकाले अहिले यही पार्टीमा म रहेर यो पार्टीलाई चाहिँ कहाँसम्म मेरो विवेकले पुऱ्याएर अगाडि बढाउने क्रममा